तपाईँ वर्ष दिनको शुभकामना नौ दुर्गा भगवानको रक्षा आँखा पनि सफल होस् हाम्रो फल बाँस कालो भन्छ मोनी सिन्धो आँखा नलाओस् भनेर अलिकति सर सिन्धै कन्टेन्ट टोक्यो कापो दस जो कापो त म त आमे से माला अझै तसो 12 बजे जुइन जुइदा नि आज मौनी त्यहाँ दिन हैन लिभ्यागलो 11:30 दिन सजको फिल्म यहाँ चनाइला मिसिया उज्यालमा आउनु खोज्छ नभएले बिस्तार आउँछ यो बुझ्यो यो सु चस्मा लिका मागा सिन्धा तिमीले चस्मा लाग्छ बनी आछ भने बनी खुस्क्यो त्यो खेप्यो भन्यो सिन्धा त्यो खबर गोज चामल हो नि त अनि हाम्रो चाहिँ के त अब त्यो सेतो चामल हो अनि चिनी भरि राख्छ त्यो मह दही जारे चिनी न त खान लाग्यो त गममाको गम गम मह के तेमा खसखस अनि केला त यो के हो मामला कसले यहाँ एउटा किन बल्यो त बिहोर्न आउँछ पात खान लाग्यो त्यहाँ भोक लागेको छ दसैँ बेला धेरै यार छ गला लाख लाख हो हामीलाई पनि 100 रुपैयाँ माला छैन चिनी हामीलाई पनि 100 रुपैयाँ हाल्छ नि पचौँ चुचु सय रुपैयाँ हाल्यो अंक कसै थियो खादिन यो त म राख्नु दसैँले दियो म चाहिँ आशीर्वाद खाइछ मन आशीर्वाद धेरै मतलबमा आशीर्वाद मला ला खाली आमा यहाँका खाना बिमा चैला आज बी हाले खेपी उल्टा टिका मस्त बिमा त भागी माथि गयो यहाँ बिसौको खाली जियोले मन्दली दसैँको ल जा तिमी पनि बस म पहिले दिदी बस पहिला चाहिँ यहाँ अनि डक्टर सुसन अनि फिनिस भयो ए खेप्छ अपायो त खाना खेप्छ त टिकटिका आमै पिन्जान टोकेटोमा सुके रिङ्गल छ कि म थाहा छु एकम प्यापत्ती काकुलो काकुलो म तबान तिकोपति खेतीको लागि थाकेको त हुनेछ आशीर्वाद गर्दा बिबिले मन दसैँको शुभकामना आमासँग धेरै झगडा सगडा गर्ने होइन भनेको मान्नु पर्यो जहिले पनि यता बस्छ भन्छ त जसले त्यहाँ मलाई दिइहाल्छ अनि त्यसपछि काका र मलाई दिइहाल्छ ल बस बस दुईजना नउठ त्यहीँ बस है बाबा र मम्मी छ नि हामी पनि सन्चो मरो थिन्छ हुन छेरे त
अघि त चन्चुन्दैन हुन्छ नि यो हुँदैन गाईमा ला सुसानमै छैन द खत्तम लास्ट सुसानले पर्यो 20 रुपियाँ पर्यो धन्यवाद भन्छ दिया भन्नु ल दसैँको खै शुभकामना भाइटी बा भनेर यो लाछ छैन म नआउनु अपिनियनमा खेती ल सिधै हैन ए टिके हुँदैन शिवरानी 5 रुपियाँ आउँछ 5-10 20 आइले जिता 5 मिनट भयो म थाहा हो थाहा बिसार दा हेलो बाजा दाइले दि छैन त नन्द अक्सन जना टिके एउटा बसेको छ अपिनियनमा खेती जिग्नमा ल अब काहीँ नजाने घरमा बस्ने राम्रोसँग पढ्ने छोरा मान्छे दुर्गा हो छोरा माताले मान्छे बन्ने छोरा मान्छे हो छोरा मान्छे भएर छोरा मान्छेको ठाउँमा बस्ने छोरी मान्छे भएर छोरी मान्छेको ठाउँमा बस्ने राम्रोसँग पढ्न पाउँछ ल ठुलो मान्छे भन्नुपर्छ मेरो सुसान आशीर्वाद मम्मी बाबा आमा बाले भनेको कुरा मान्ने है काहीँ पनि नजाने राम्रोसँग है ल तिमीहरूलाई आशीर्वाद मेरो चिन्तुलाई पनि लगाइदिउँ है लगाइदिनु पर्छ 80-70 रुपियाँ टिके ल चिन्तु वाह के नहोस् वाह ल है टिकिल के नहोस् कुटुहरूलाई पनि अघि सुन निम्सा टिकीले ल काललाई पनि आफ्नै दिने मेरै दिने ल काललाई पनि केही नहोस् कसैले केही नहोस् ल दसैँको शुभकामना तिमीहरू दुईजना पनि पैसा पनि चाहिन्छ राम्रोसँग बस्छ है काहीँ नजा है दुनिया होइन है खाने मेरो बच्चाहरू हो है अब मम्मी बाबाहरू जाने मामा घरमा तिमीहरूले जानु मिल्दैन है यही छ जतै यही छ होला अब गाडी किनेपछि अनि लाने ल मामा घरमा जुन लाला च्याउने म भएँ सुसान हुन्छ यहाँ हाम्रो काल मैले खुट्टा ढुकिसक्यो एकमा अलमले सुसान मैले चिकन लाग्यो काका हेरे गर्छ मलाई कस्तो आयो नि खै पहिला कसले लगाइदिने बाबा जाके सामने का अके पिने फिर जाके म अब हटेन फिदा आले अब बाहिर भन्दा अनि जिता पकवानमा आले अनि काकाहरुको पनि मलाई हौ दुनिया न सेन्नु ला हौ दुनिया फिउनु काका नभनी राम्रोसँग बाबा मम्मीले भनेको कुरा मान्ने भनेको कुरा मान्ने भाइहरूले पढाउने सिकाउने सिन्नतिको न गोगो धेरै राम्रो यसो राख्ने राखिदिया सुन्दैन गप्पा भोटिको छु सुशान्तले धेरै पढ्ने बाबा मम्मीले भनेको कुरा मान्ने ए नभन्ने धेरै राम्रोसँग पढ्ने अनि त्यसपछि नाम भयो बाबामालाई सम्मान गर्न सिक्नुपर्छ के भन्ने होइन राम्रोसँग भन्ने है मम्मीलाई रिस धेरै नदेखाउने नि मम्मीसँगै यहाँ धोक्नुपर्छ खुट्टा ल बस एकजना को बस्ने सबैलाई ह्यापी दसैँ बाई बाई त्यसमै ह्यापी दसैँ Happy Dasai!